हेलो नमस्ते वेलकम टु मनोदर्शन र आजको हाम्रो टपिक छ बुलिङ। एउटा कहानीबाट सुरु गरौँ। मनिष 8 कक्षामा पढ्दैछ अहिले। ऊ साथीहरूको कम्पेरिजनमा अलिकति मोटो छ, भनौँ न उसलाई खानाको अलिकति बढी सोखिन छ र उसलाई अहिले स्कुलमा क्लासमेटहरूले चाहिँ जिस्काउने, पेल्ने, हेप्ने, तल पुर्याउने एकदमै धेरै गरिरहेका छन्। मनिषको नेचर पनि एकदमै शान्त छ, सधैँ हाँसेर रेस्पोन्ड गर्ने, कहिल्यै नरिसाउने, एकदमै स्विट टाइपको छ भनौँ न। र उसलाई यो क्लासमेटले हेपेको पनि रिसेन्ट कुरा होइन। विगत 3 वर्षदेखि ऊ अलमोस्ट रेगुलरली ऊ यो बुलिङको शिकार भइरहेको छ। कहिले उसको मोटोपन्थीलाई लिएर जिस्काइदिने, कहिले चाहिँ उसको कापी किताबहरूमा के लेखिदिने, पछाडिबाट चिमाटिदिने, इङ्कहरू छर्किदिने र हाफ टाइममा पनि ऊ साथीहरूसँग खेल्न जाँदाखेरि उसलाई खेल्न नदिने, छुट्याइदिने, एक्लो बनाइदिने, एकदम लज्जास्पद बनाइदिने। अनि यस्तो बुलिङलाई मनिषले कसरी रेस्पोन्ड गर्छ त भन्दा ऊ चुप लाएर बस्छ, केही बोल्नै सक्दैन, एभोइड गर्न खोज्छ र चुप लाएर सहेर मात्रै बस्छ। मनिषले आफ्नो प्यारेन्ट्सलाई गएर भनेको पनि रहेछ, मलाई यसरी साथीहरूले जिस्काउँछन्, के गर्ने होला भनेर। तर उसको प्यारेन्ट्सले चाहिँ कसरी रेस्पोन्ड गर्नुभयो भने, अब यस्तो अलिअलि जिस्काउने साथीभाइ बिच त भइहाल्छ नि, मिलेर बस्नुपर्छ, झगडा नगर भनेर रेस्पोन्स गरिदिनु भएछ। तर त्यो नर्मल जिस्काइ होइन जुन सामान्य साथीभाइमा हुन्छ। यो चाहिँ बुलिङ नै हो र विगत 3 वर्षदेखि भइरहेको छ र जति समय बढ्दै गइरहेको छ त्यति नै बुलिङको इन्टेन्सिटी पनि बढ्दै गइरहेको छ। अब तपाईँ आफै सोच्नुहोस्, त्यो बच्चालाई कस्तो महसुस भइरह होला त। ऊ सधैँ स्कुल जान्छ, स्कुलमा उसले सधैँ हेपाइ खानुपर्छ, घरमा आउँछ, घरमा पनि वरिपरि खेल्ने साथीहरू पनि छैन, एक्लै बस्छ। उसलाई कस्तो महसुस भइरह होला। न कसैलाई सेयर गर्न पाउँछ, न कसैले उसको कुरा बुझ्छ। उसको अर्काको हेपाइ सहनी त उसको नेचरै भइसक्यो, उसलाई एकदम सामान्य लाग्न थालिसक्यो। मेबी कतै आई डिजर्भ इट भन्ने पनि लाग्दो। तपाईँलाई के लाग्छ, यो मनिषको मात्रै कहानी हो त? यो कहानीसँग धेरै मान्छेले रिलेट गर्न सक्छन्। बुलिङ चाइल्डहुडमा मात्रै हुने चिज होइन, एडल्टहरूमा पनि हुन्छ। संसारभरिको सर्वे हेर्ने हो भने 1.3 बिलियन मान्छेहरूले चाहिँ आफ्नो लाइफमा कुनै न कुनै समयमा बुलिङको एक्सपिरियन्स गरिरहेको हुन्छन् रे। अर्थात् यो एकजनाको मात्र होइन, अरबौँ मान्छेहरूको कहानी हो। अरबौँ मान्छेहरूले चाहिँ आफ्नो लाइफमा कुनै न कुनै समयमा अर्काले हेपेको, पेलेको सहेर बसिरहेका छन् रे। र बुलिङको लागि एकदमै कडा पनिसमेन्ट चाहिन्छ, त्यसमा कुनै दुई मतै छैन। तर हामीले यो भिडियोमा बुझ्न खोजेको के हो त भन्दा, कस्तो मान्छेहरू चाहिँ भिक्टिम पर्छन् त बुलिङको, भिक्टिमहरूको मनस्थिति, इनर साइकोलोजी कस्तो हुन्छ त भनेर हामीले बुझ्न खोजिरहेको। र लामो समयदेखि यस्तो बुलिङमा परेको मान्छेहरूको मेन्टल हेल्थमा कसरी इम्प्याक्ट पारेर हुन्छ, रिलेसनसिपमा कसरी इम्प्याक्ट पारेर हुन्छ, अझ भनौँ ओभरअल लाइफमा यसले ल्याउन सक्ने नेगेटिभ कन्सिक्वेन्सेस के छ त, त्यसलाई पनि निहालेर एक्सप्लोर गर्न खोजेको। सो यसको गहिराई जान्नको लागि कन्टिन्यू वाचिङ दिस भिडियो। र यो बुलिङ एकैचोटि झ्याप्प हुने चिज होइन, यो त एकदम सानो सानो बिहेभियरबाट सुरु हुन्छ र यसको इन्टेन्सिटी चाहिँ बढ्दै जान्छ। अब हेरौँ कस्तो मान्छे चाहिँ बुलिङमा पर्छन् त। रिसर्च भन्छ यस्तो मान्छेहरू बुलिङमा पर्छन् जसको कन्फिडेन्स एकदमै लो छ, अरूले जे भने पनि चुप लाएर बस्दिने, हाँसेर रेस्पोन्ड गरिदिने, मन नपरेका कुरा गर्यो भने पनि चुप लाएर स्वीकारिदिने, त्यस्तो टेन्डेन्सी भएको मान्छेहरू चाहिँ बढी बुलिङमा पर्ने चान्सेस हुँदो रहेछ। अरूले जे गरे पनि सहिदिने, के बोल्नै नसक्ने मान्छेहरू चाहिँ बढी बुलिङमा पर्दो रहेछन्। अरूले केही भनिहाल्यो भने पनि एकदमै थ्रेटन फिल हुने, आफूले आफूलाई डिफेन्डै गर्न नसक्ने। बुलिङमा पर्ने मान्छेहरूको मनस्थिति चाहिँ कस्तो हुन्छ अरे भने, आफू एकदमै कमजोर छु भन्ने सोच्दा रहेछन्। रियालिटीमा हेर्दाखेरि उनीहरू कमजोर छन् कि छैनन् नोबडी नोज। तर इम्पोर्टेन्ट पोइन्ट के हो त, यदि कोही पनि मान्छेले आफूलाई कमजोर सोच्छ, त्यस्तो मान्छेहरू चाहिँ बुलिङको भिक्टिम पर्दो रहेछ। किनभने जो मान्छेले आफूलाई एकदम कमजोर सोच्छ नि, ऊ गएर डिफेन्ड गर्ने कसरी, आफूलाई जोगाउने कसरी, उनीहरूलाई थाहै छैन। सो द बेस्ट पोसिबल वे टु सर्भाइभ द्याट सिचुएसन के हो त भन्दा, चुप लाग्ने, बुलिङ सहने, हाँसेर रेस्पोन्ड गर्ने। अर्थात् सहनी बाहेक उनीहरूसँग बेस्ट पोसिबल अप्सन केही पनि छैन। र यो सबै एउटै कारणले हुन्छ, आफूले आफूलाई कमजोर सोच्ने कारणले। अब जो बुलिङ गर्ने मान्छेहरू छ, जसलाई हामीले बुलिज भनेर पनि भनिन्छ, उनीहरूको मेन्टालिटी कस्तो हुन्छ त त्यसलाई बुझौँ। उनीहरू आफूले आफूलाई चाहिँ म एकदमै कन्फिडेन्ट छु, म एकदम खतरा छु, मेरो कमजोरी केही पनि छैन भनेर दुनियाँलाई देखाउन खोज्छ। तर उनीहरू भित्रभित्र आफू यति इन्सेक्योर हुन्छन्, यति सेल्फ डाउटले भरिया हुन्छ, उनीहरूको कन्फिडेन्स यति लो हुन्छ कि
उनीहरूलाई एउटा ठुलो डर हुन्छ क्या, बाहिर मान्छेले उनीहरूको त्यो सेल्फ डाउट र त्यो लो कन्फिडेन्स देख्छ कि उनीहरूको इन्सेक्युरिटी बाहिर एक्सपोज हुन्छ कि भन्ने एकदम ठुलो डर हुन्छ। अनि त्यो इन्सेक्युरिटी र त्यो सेल्फ डाउट ढाक्नको लागि उनीहरूले अरू मान्छेलाई पेल्ने, डोमिनेट गर्ने, दबाउने, हेप्ने गर्छन्, ताकि वरिपरिका मान्छेले के देखोस् त भन्दा ओ यो त एकदम कन्फिडेन्ट रहेछ, सबैलाई पेल्या छ, हेप्या छ भनेर उसलाई एकदम बलियो सोध्छ अरूले भन्ने भ्रम हुन्छ। अर्थात् उसले अरूलाई डोमिनेट गर्न सक्यो भने अरू मान्छेले चाहिँ उसलाई एकदम स्ट्रङ भनेर पोर्ट्रे गर्छन् भन्ने उसलाई एउटा इल्युजन हुन्छ। र अरूलाई हेपिराख्दा उसले आफूले पनि रिएस्योरेन्स पाइराख्छ कि म कमजोर छैन है भनेर। यदि भित्रभित्र उसलाई आफू कमजोर लाग्दो रहन्छ भने त्यो रिएस्योरेन्स किन चाहिराख्यो त? ऊ पक्कै पनि भित्रबाट कमजोर भएरै त्यो रिएस्योरेन्स चाहिरहेको छ। सो बुलिजहरू पनि एउटा भिक्टिम हुन् जसले आफ्नो पेन न्युट्रलाइज गर्न नसकेर अरूलाई पेन इन्फ्लिक्ट गरिरहेका छन्। सो हाम्रो टार्गेट भनेको चाहिँ बुलिङबाट भिक्टिम बाहिर कसरी निस्किने। सो यसको लागि कडा नियम त चाहिन्छ नै, तर एउटा कुरा चाहिँ के हो भन्दाखेरि जबसम्म तपाईँबाट अर्को मान्छेलाई केही डर हुँदैन, तपाईँलाई उसले जे गरिदिए पनि तपाईँले सहेर बस्नुहुन्छ, तबसम्म त्यो बुलिङ कहिले पनि रोकिँदैन। जब तपाईँलाई बुलिङ गर्ने मान्छे तपाईँसँग पनि डराउँछ, जब तपाईँले दिने कन्सिक्वेन्सेससँग चाहिँ ओहो यसलाई मैले केही गरिदिएँ भने त यसले मलाई झन् खराब कुरा गरिदिन्छ है भनेर जबसम्म डर बस्दैन नि, त्यो डर नबसेसम्म चाहिँ बुलिङ कहिले पनि रोकिँदैन। सो यदि तपाईँ 18+ हुनुहुन्छ अथवा एडल्ट भइसक्नु भएको छ भने तपाईँ आफूले त्यो सेल्फ स्टिम र सेल्फ कन्फिडेन्स जेनेरेट गर्नु पर्यो, जहाँ चाहिँ तपाईँलाई जिस्काउने मान्छे तपाईँसँग पनि डराओस्। र यो बुलिङलाई रोक्ने सबैभन्दा राम्रो लिगल वे भनेको चाहिँ टप अथोरिटीलाई कम्प्लेन गर्ने नै हो। तर मोर देन 80% अफ बुलिङ चाहिँ त्यो अथोरिटीलाई कम्प्लेन गरेर हट्दो रहेछ। रिसर्च भन्छ कम्प्लेन गर्यो उसले वार्निङ पाउँछ, पाइसकेपछि त्यो बुलिङ चाहिँ एकदम देखिने गरी हुँदैन, तर भित्रभित्र एकदम नदेखिने तरिकाले चाहिँ मोर देन 80% बुलिङ चाहिँ सर्भाइभ गर्दो रहेछ क्या। सो यो बुलिङ हटाउने अथवा बुलिङ रोक्ने एउटै उपाय भनेको के हो त भन्दाखेरि बुलिङ गर्ने मान्छेले थ्रेटन फिल नगरेसम्म यो बुलिङ कहिले पनि रोकिनेवाला छैन। र यदि बच्चा बुलिङमा परिरहेको छ भने तपाईँले उसलाई आफ्नो लडाइँ आफै लड भनेर पठाउन मिल्दैन, किनकि बच्चालाई ठुलो मान्छेको सपोर्ट चाहिने हुन्छ। यदि तपाईँलाई तपाईँको बच्चाले कुनै पनि एउटा सानो हिन्ट मात्रै दिएको छ कि यो बुलिङमा परिरहेको छ भनेर, यदि त्यस्तो पाउनुभयो भने तपाईँले त्यो बच्चालाई इमिडिएट इन्टरभेन्सन गरिहाल्नुपर्ने देखिन्छ। किनकि बच्चाले पाएको मिसट्रिटमेन्ट र बुलिङलाई लड्ने जिम्मेवारी चाहिँ उनीहरूको प्यारेन्ट्सको पनि हो क्या। सो प्यारेन्ट्स आर रेस्पोन्सिबल त्यो बच्चालाई त्यो बुलिङको साइकलबाट बाहिर निकाल्नको लागि। फर इक्जाम्पल तपाईँले गएर बच्चाकै अगाडि यो कुरो गलत भइरहेको छ भनेर बच्चाको लागि तपाईँले लडिदिनुहुन्न, त्यो बच्चाले पनि सिक्दैन क्या आफ्नो बुलिङ र मिसट्रिटमेन्टसँग कसरी फाइट ब्याक गर्ने भनेर। यो त तपाईँको जिम्मेवारी हो। जब तपाईँले गएर लडिदिनुहुन्छ बच्चाले बल्ल अब चाहिँ आफूले पाएको मिसट्रिटमेन्ट विरुद्ध आवाज उठाउन सिकेको हुन्छ। र रिसर्चले पनि के भन्छ भने जब प्यारेन्ट्सहरूले बच्चाले पाएको बुलिङलाई इन्टरभेन्सन गरेको हुन्छ, त्यही बच्चाले फ्युचरमा गएर अरू मान्छेहरूबाट बुलिङ हुने टेन्डेन्सी चाहिँ एकदमै घटेर जान्छ अरे। किन भन्दा उसले आफू विरुद्ध भएको मिसट्रिटमेन्ट प्रति आवाज उठाउन सिकेको हुन्छ अरे। यदि प्यारेन्ट्सै चुप लाएर बस्दियो भने त उसलाई के लाग्दैन भन्दा मैले जे भोगिरहेको छु त्यो त नर्मल चिज रहेछ त, सामान्य चिज रहेछ त भन्ने विश्वास हुन थाल्छ। उसलाई के लाग्छ भन्दा मेबी आई डिजर्भ इट भन्ने विश्वास हुन थाल्छ। सो लङ टर्म बुलिङमा पर्ने मान्छेहरूमा चाहिँ एङ्जाइटी, डिप्रेसनदेखि लिएर एकदमै इन्फेरियर हुने टेन्डेन्सी र धेरै मेन्टल हेल्थ कन्डिसन आउने चान्सेस एकदमै हाई हुन्छ। सो लेट्स स्टप बुलिङ, हेल्प फ्रम हाउ एभर यु क्यान।